ओ बॉस क्या हो गया? मुझे तल जाने थियो कि ब्रो भ्याल्युम इङ्ग्लिसमा हर्छ नि त उताको जर्मिसले त फेरि हामीलाई भन्छ नि यति चाहिँ मैले पनि चिने हुन्छ गाडी नकुदायो भने किन मेरो बाइकमा पनि छ कि भन्छ एउटा मात्रै हुन्छ कि सेम हुँदो रहेछ सुलुस भएछ हेलो गाइस वेलकम ब्याक टु द च्यानल एन्ड दिस पाइप सेयरिङ विथ नाथ भ्लग एन्ड के हो आप लोग कस्तो तपाईँहरू सबैजना ठिकै होला होइन सो यो मेरो भिडियो ओपन गरेकोमा थ्याङ्क यू म चाहिँ एक्चुअली सुतिरहेको थिएँ कि 2 बजीसम्म बिहानदेखि होइन किन सुतेको थिएँ भने हिजो नाइट सिफ्ट थिएँ नि त त्यसले गर्दाखेरि अन्त अचानक मेरोमा कल आयो क्या त्यो कल आएछ आफ्टर 5 मन्थ अनि मैले कल टिपेँ कि त्यहाँदेखि हि वाज टेलिङ मी द्याट उसको गाडी बिग्रियो अरे उम्लिङमा होइन सो म चाहिँ यहाँ गेलिफमा अहिले वर्कसपमा छु अन्त यहाँनिर मैले वर्कसपदेखि होइन एकजना दाइलाई चाहिँ उता उम्लिङसम्म पुऱ्याउनु पर्ने अरे सो आजको भ्लग चाहिँ त्यही हो गाइस मान्छेहरूले साम्याङ खाएको त्यो म्यागी खाएको भात खाएको भ्लग लाउँछ होइन सो आई थट लाइक किन म पनि अब लाउँछु भनेर सो यहाँ त मेरो MP15 मेकानिकको त्यो वर्कसपै थाहा भएन गेलिफमा बसेर होइन गेलिफको त्यो कुनै के वर्कसप अरे त्यो पनि थाहा भएन मलाई हो त्यही भएर यो भ्लग होइन कतिजना गेलिफमा बस्नेहरूलाई पनि थाहै छैन उम्लिङ कहाँ छ सो आज हेरौँ कहाँ हुन्छ होइन म चाहिँ अहिले सोमु अटोमोबाइल यहाँनिर आइपुगेँ कि त्यो दाइको अझै पनि भेटेको छैन हो सो दाइको चाहिँ ऊ माथि हेर्छ नि यो चाहिँ एक्ज्याक्टली अहिले म चाहिँ अहिले एक्ज्याक्टली वर्कसप एरियामा छु होइन सो क्या है लेट्स गो गाइस होइन दाइलाई भेटौँ माथि हेर्छ नि यति ठुलो थिएछ यार वर्कसप एरिया यहीँ गेलिफमा बसेको यार गेलिफमा जन्मेको जस्तै हो म त कि तर पनि वर्कसप एरिया थाहा नभएर के भन्नु यो चाहिँ सोनाम अटोमोबाइल अरे यो चाहिँ के अरे टासियन्स अटोमोबाइल इन्जिनियरिङ अरे के अरे होइन नभएको क्या अब कुन चाहिँ दाइ हो फेरि तोक्दैन आर्ट्सको अपोजिटमा पर्छ नि त तपाईँ हो दाइ हजुर हो नि हो गोङ अटोमोबाइल वर्कसपहरू छ नि त नि म त उतापट्टि गएछ नि त हो झुन्डाउनु त छैन त हो त्यस्तोमा राख्नुहोस् अब एकछिन दाइको होला नि कुनै हो मलाई पनि थाहै भएन कि बस्नु भयो नि तपाईँले पनि चिन्नुहुन्छ उसलाई ए साह्रो राम्रो छ नि ऊ त मेरो साथी हो नि साह्रो मिल्छ कि अन्त अब आइदिनु अरे हो अनि ल भनेर चाहिँ आएको तेसुप गर्छ नि ऊ त एक तेसुप हजुर तपाईँ उम्लिङ जानु भएको उम्लिङ जानुभयो तपाईँ अहिलेसम्म हजुर ए म पनि गएको तर बाटोमै छ भन्थ्यो के कुदाउनु हुन्थ्यो पहिला चाहिँ ए ट्याक्सी थियो ए कहाँबाट हो तपाईँ चाहिँ सर्वङदेखि ए सर्वङ टार रानी भवन ए माथि होइन केटिएम त होइन MP15 यामाहाकै हो हजुर अग्लो छ नि कुदाउनु हुन्छ तपाईँले बाइक ए यो त अलिक भेट्नु साह्रो पर्छ होला तपाईँ ए पल्सर कुदाउनु हुन्छ होला एक्लै चाहिँ हो त हो त्यो त तपाईँ त राम्रो बस्नु हुँदो रहेछ यहाँ त पुरा JCBले खालि बाटो हजुर हो नि अपलोडिङ यहाँ चाहिँ खालि बिग्रिँदो रहेछ नि त बाटो चाहिँ Welcome to Station Joker.
यहाँनिर चाहिँ धानहरू रोपेर साह्रो राम्रो देख्दो रहेछ ओ बोस क्या हो गया ए हो म त भ्लग गर्दै पाएको त कहाँ यहाँ झनै पसेको ब्रो म चाहिँ तल जाँदै थिएँ कि अँ ब्रो उसले दादा यो साइडको त डम्मै गएछ नि मुनि परे के ठोकेको ब्रो ठोकेको होइन कि अँ ल अब कोही छैन हौ दादाको नम्बर ठिकै थियो सो हेरौँ यहाँ के भएको रहेछ जाम बसेर तर लेफ्टमा छैन स्टिङ त फ्री रहेछ त कटिङ काटेको छ नि फ्री रहेछ कि हेर्छ यहाँ हुँदो रहेछ नि भित्र यहाँ नि झनै लड एकदमै फ्री किन यस्तो हुँदैन होइन खास चाहिँ खास गरी यो पुरानो बोएर यस्तो भएपछि हुँदो रहेछ ए यो अलिक प्रब्लम दिएर नि यस्तो भयो भने त अन्त चक्का घुमेन नि अन्त ब्रो कसरी चक्का घुम्यो अन्त कि गिर्काउँदै ठेल्दै दुईजना ल्याएको सबै आउँछ नि त ठिकै धन्नै यहाँनिर आएर चाहिँ स्ट्रिङ बक्स गएको हो हुन्छ यो दाइ सामान पाउँछ कि होइन स्ट्रिङ बक्स अब उतासम्म पुग्ने गरी चाहिँ बनाउने बेला भयो नि होइन सो हेरौँ यहाँ हाम्रो मेकानिक दाइले एटलिस्ट घरसम्म पुग्ने गरी बनाउनुहुन्छ कि हुँदैन होइन सो अहिले त अघि आउनु त पुरा घाम लाग्दै थियो अहिले त एटलिस्ट वेदर राम्रो भयो कि सो खास चाहिँ उम्लिङ होइन रहेछ गाइस यो चाहिँ चुजागाङहरू छ यो चाहिँ नर्बलिङ पुग्नुभन्दा अलि अगाडि सो हामीलाई 25 मिनट पनि लागेन होला 20 मिनट जस्तो लाग्यो उताबाट वर्कसपबाट आउनु लागि केलिफबाट कति भयो यो गाडी बिग्रेर चाहिँ यहाँ उताबाट चाहिँ म बुरबाट चाहिँ टाइम 12 मा आएको थियो 12 मा है यहाँ पुग्दा चाहिँ अब भनौँ न 1 घन्टा जस्तो लाग्यो होला 1 घन्टा बसेको पनि 1 घन्टा भयो 1 घन्टा भयो नि मलाई आउनु टाइम लाग्यो नि त अलिकति तर ठिकै छ ब्रदरलाई त अब 20-30 मिनट जस्तो टेक गरेर ल 20 मिनट जस्तो लाग्यो एक्ज्याक्ट चाहिँ ब्रदरको 20 रहेछ 20 जस्तो लाग्यो होला किनभने ऊ मेकानिक खोज्नु टाइम लाग्यो ब्रदर मन दुख्यो होला पुरा यस्तो हुँदाखेरि अब मन त दुखेको छैन किनभने गाडी अब मान्छे त मर्छ कि मान्छे त मर्छ है त्यही हो नि गोगाउँ सबको वान अफ द बेस्ट है जहिले पनि अब दादाकोमै हो दादाकोमा है पछाडि म पनि गाडी किने हिँड्छु दादाकोमै आउँछु अब इलेक्ट्रिसियनको बारेमा चाहिँ दादाले गर्छ कि गर्दैन पनि तर अरू कुरा चाहिँ सबै दादाले गर्छ इलेक्ट्रिसियन चाहिँ मेकानिकलको चाहिँ दादाले गर्नुहुन्छ फिटिङ त सबै दादाको नि त होइन हो रहेछ ल दादा चाहिँ यसरी भित्र पसिहाल्नुहुन्छ है उसलाई प्रब्लमै छैन यस्तो मुनितिर पस्नु छिर्नु होइन माथि चढ्नु गाडीमा है तर सो यहाँ अहिले हाम्रो हुँदैछ अब यो खोलेर चाहिँ लानुपर्ने भयो नि दाइ दाइले पनि इङ्ग्लिसमा हर्छ नि त उताको जापानिजहरूलाई त फेरि हामीलाई भन्छ नि हौ यति चाहिँ मैले पनि चिने हुन्छ गाडी नकुदायो भने किन मेरो बाइकमा पनि छ कि भन्छ एउटा मात्रै हुन्छ कि सेम हुँदो रहेछ स्विङ लुज भएछ दाइले त कुट्छ है हेड मिस्त्री हो कि यस्तो सो यो टायर तान्नु पर्ने भयो नि केटी सम्झेर देऊ ब्रो ब्रो यस यस हो रहा है कर दिखाया अरे ओके भाँचिन्छ होला नि स्टेयरिङ बक्सको बेयरिङ आएको छ ब्रोले स्टेयरिङ साह्रो काटेको हो बिग्रिने गरेर होइन दाइ अलिक ब्रेकअप भएको मोडमा थियो क्या हो अलिकति अलिक कसो गर्दा यस्तो भयो के भयो है थाहै छैन है
सो गाइस होइन ब्लग कस्तो हुँदैछ पनि थाहा छैन। सो यहाँ चाहिँ एकदम हामी अभर परिरहेछ बाटोको बिचमा हो। सो एकदम यहाँनिर काम हुँदैछ, गाई गोरु पनि चरिरहेछ। मेरो एमटीलाई त झन्डै गाईले हिर्कायो कि। सो अहिले चाहिँ मैले एकछिन ब्रोलाई दिएको छु क्यामेरा चाहिँ होइन। सो कुछ यस तरह हो रहा है। सो भिडियो हेर्नु मात्रै होइन, अलिकति लाइक सब्सक्राइब सेयर चाहिँ गर्न नबिर्सिनु होइन। समय नेचुरल साइन यो चाहिँ यहाँ ठकाउनु भएन भनेर हो नि। वी आर गोइङ टुवर्ड्स वर्कसप एन्ड आइल सी यु इन अ व्हाइल ओके। सो यहाँ दाइ पनि रेडी हुनुहुँदो रहेछ हो। अन्त कुछ साइज सिन। सो अब चाहिँ जानुपर्ने हुन्छ। यति ब्युटिफुल वर्कसप प्लेसमा आइपुग्यो। यता त पानी आएको छैन रहेछ कि, उता त पुरा पानी आइरहेको छ। यो वर्कसपको नाम चाहिँ गोङ हो रहेछ है गाइस, गोङ वर्कसप अरे हो। सो गाइस होइन के भन्नु र एकदम भिजे यार, लफ्रेक लफ्रेक अन्डरवेयर त भिजे। अन्त अरू त के कुरा गर्नु, यता बाटोमा आउनु त बिचमा पानी आइरहेको छ, फेरि यता त पानी परेकै छैन। गेलीपुची यस्तो खालको छ नि, सरप्राइज दिन्छ बेला बेला। सरी गाई ब्रो, टर्मिनेटर होइन आज भिज्यो मैले ओर्दाखेरि हेरेँ। जेहोस् गाइस वर्कसप आइपुग्यो। त्यो चाहिँ सिधै घुम्थ्यो नि त नि, त्यो थ्रेड सकेको जस्तो है। कति हेभी छ, हो हेभी रहेछ है, हालमचित रहेछ है। 6500 है। एउटा स्माइल गरिदियो न, लास्ट फाइनल स्माइल। अब दाइले त कन्फर्म उसले त बनाउँछ हो, नबनाउने त कुरै छैन होइन दाइ। अब चाहिँ एन्डिङ हो कि दाइ। कन्ट्याक्ट नम्बर चाहिँ म डिस्क्रिप्सनमा लगाइदिइरहेको छु दाइको ल होइन। छ ओके 77448104 ओके। सो यहाँ कल गर्दा भइहाल्छ। वर्कसप चाहिँ गोङ वर्कसप अटोमोबाइल अरे। सो यहाँ हेर्छ। सो यहाँ चाहिँ हाम्रो ब्रो अबु पनि खुसी भएको छ। गाडी चाहिँ 100% बनिन्छ। अन्त एकदम खुसी लाग्यो। अब एउटा भ्लग पनि बनाएँ, साथी पनि भेटेँ आफ्टर 5 मन्थ्स होइन। सो यहाँनिर नयाँ मेकानिक दाइलाई पनि चिन्यो। सो होइन एकदम खुसी लाग्यो। अन्त टु अल द भ्युवर्स, थ्याङ्क यू सो मच फर वाचिङ एन्ड आई डेफिनेटली कम अप विथ अ बेटर भ्लग। सो सी यु इन द नेक्स्ट भिडियो। अन्टिल देन टेक केयर एन्ड बी सेफ। वाओ।